बालेनको मास्टर प्लान 15 जना मन्त्रीले यसरी हल्लाउँदैछन् देश। विज्ञता अनिवार्य, रिपोर्टमा फेल भए तत्काल बर्खास्त हुने। नेपालको राजनीतिक इतिहासमा फागुन 21 को निर्वाचन एउटा यस्तो राजनीतिक मोड साबित भयो जसले दशकौंदेखि कायम परम्परागत राजनीतिक भाष्यलाई पूर्णतः परिवर्तन गरिदियो। मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्दैन र मुलुक सधैँ अस्थिर गठबन्धनको चक्रव्यूहमा फस्छ भन्ने मान्यतालाई तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले एक्लै झन्डै 2/3 सिट हासिल गरेको छ। यो ऐतिहासिक विजयसँगै अब मुलुकको नजर एउटै प्रश्नमा टिकेको छ, भावी प्रधानमन्त्री बालेन शाह नेतृत्वको क्याबिनेट कस्तो बन्छ। 10 चैत्रभित्र नयाँ सरकार गठन गर्ने संवैधानिक र राजनीतिक तयारी भइरहँदा बालेन शाह यति बेला आफ्नो ड्रिम टिम निर्माणमा अहोरात्र खटिएका छन्। बालेनको क्याबिनेट केवल राजनीतिक भागभण्डाको दस्तावेज मात्र नभई यो डेलिभरी र विज्ञताको एउटा नयाँ प्रयोग हुने निश्चित छ। बालेन रवि शक्ति सन्तुलन, पार्टी तपाईको सरकार मेरो। रासपाको यो ऐतिहासिक जितपछि पार्टीभित्र शक्ति सन्तुलनको नयाँ मोडेल विकास गरिएको छ। बालेन शाह र पार्टी सभापति रवि लामिछाने बीच भएको पछिल्लो छलफलमा एउटा स्पष्ट लेनदेन भएको निकट स्रोतहरू बताउँछन्। बालेनले लामिछानेलाई भनेका छन्, तपाईँ पार्टीको संगठन, संसदको सन्तुलन र पार्टीको भविष्य हेर्नुहोस्, तर मलाई जनताले दिएको यो भारी मतको कदर गर्न फ्री ह्यान्ड क्याबिनेट बनाउन दिनुहोस्। सभापति लामिछाने यसमा सकारात्मक देखिएका छन्। यसको अर्थ बालेनले मन्त्री छनौट गर्दा पार्टीको सिफारिस भन्दा बढी व्यक्तिको कार्यक्षमता, विषय विज्ञता र आफूसँग काम गर्न मिल्ने टिम स्पिरिटलाई प्राथमिकता दिनेछन्। बालेनले आफ्नो क्याबिनेटमा 15 जना मात्र मन्त्री राख्ने र मन्त्रालयको संख्या 18 मा झार्ने रासपाको चुनावी बाचालाई अक्षरशः पालना गर्ने तयारी गरेका छन्। कुनै पनि सरकारको सफलता यसका अर्थ र गृह प्रशासनमा निर्भर हुन्छन्। बालेनका लागि यी 2 मन्त्रालय सबैभन्दा बढी प्राथमिकतामा छन्। जहाँ अर्थ मन्त्रालयमा डाक्टर स्वर्णिम वाग्ले यसका लागि निर्विकल्प जस्तै देखिएका छन्। सभापति रवि लामिछानेले सार्वजनिक रूपमै वाग्लेलाई आगामी बजेटको तयारी गर्नु भनिसकेकाले उनले अर्थ मन्त्रालय सम्हाल्ने निश्चित प्राय छ। तर बालेनले युवा अर्थशास्त्री सुशान्त वैदिकलाई पनि अर्थतन्त्रको संरचनागत सुधारका लागि टिममा महत्वपूर्ण जिम्मेवारी दिने सोच राखेका छन्। यता गृह मन्त्रालयमा सबैभन्दा बढी पेचिलो छलफल छ। रवि लामिछानेले आफ्नो विश्वासपात्र डीपी अर्याललाई गृहमा पठाउन चाहेका छन्, तर बालेन भने काठमाडौँ महानगरमा आफूसँगै काम गरेका इन्जिनियर सुनिल लम्साललाई गृह प्रशासन सुम्पेर मुलुकमा ल एन्ड अर्डर कायम गर्न चाहन्छन्। लम्सालको प्रशासनिक र योजनाबद्ध काम गर्ने शैलीबाट बालेन निकै प्रभावित छन्। यदि गृहमा अर्याल नै आए भने पनि लम्साललाई भौतिक पूर्वाधार जस्तो शक्तिशाली मन्त्रालय दिइनेछ। विज्ञता र युवा ऊर्जाको सम्मिश्रण। बालेनको क्याबिनेटमा टेक्नोक्राट अर्थात् प्राविधिक विज्ञ अनुहारहरूको वर्चस्व रहने देखिएको छ। उनी संसदमा रहेका विज्ञहरूलाई सम्बन्धित मन्त्रालय नै जिम्मा दिने पक्षमा छन्, जस अनुसार परराष्ट्र मन्त्रालयमा रासपाका विदेश विभाग प्रमुख शिशिर खनाल यसका बलिया दावेदार हुन्। उनको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक परिपक्वतालाई बालेनले प्रयोग गर्न चाहेका छन्। यता सूचना र सञ्चार साथै सरकारको प्रवक्ताका रूपमा काठमाडौँ 5 बाट भारी मतले जितेका सस्मित पोखरेललाई अघि सार्न बालेनले चाहेका छन्। सस्मितको स्पष्ट र तार्किक शैलीले सरकारका कामलाई जनतासम्म पुर्याउन मद्दत गर्ने बालेनको ठम्याइ छ। यद्यपि मनिष झाको दावेदारी पनि यहाँ उत्तिकै बलियो छ। त्यस्तै युवा नेत्री सोभिता गौतमलाई कानून मन्त्रालय र डाक्टर तोसीमा कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिइने सम्भावना छ। महानगर मोडल र समावेशी क्याबिनेट। बालेनले महानगरमा आफूसँग सफल भएका केही अनुहारलाई केन्द्रमा पनि ल्याउने योजना बनाएका छन्। मेयरका आइटी सल्लाहकार सुदीप ढकाललाई समानुपातिकबाट सांसद बनाएर डिजिटल नेपालको कमान्ड सुम्पिने तयारी छ। यस्तै मधेसको प्रतिनिधित्वलाई बालेनले विशेष महत्व दिएका छन्। मनिष झा, बब्लु गुप्ता र पुरुषोत्तम यादव मध्येबाट कम्तीमा 2 जना मन्त्री बन्ने देखिन्छ। यता गगन थापालाई पराजित गरेर आएका अमरेश सिंहले पनि क्याबिनेटमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। बालेनले कोशी प्रदेशबाट श्रम संस्कृतिको वकालत गर्ने हर्क साङपाङलाई समेत सरकारमा जोड्ने प्रयास गरिरहेका छन्, जसले वैकल्पिक राजनीतिको शक्तिलाई थप बलियो बनाउनेछ। बालेनले मन्त्रालयको संख्या घटाएर राज्यको ढुकुटी जोगाउने